भन्दा जागे पुरा चेन्ज भएको कारणले हाई गाइस, आज चाहिँ हाम्रो पन्जाबमा लास्ट डे हो र हामी सबैजना आज हाम्रो बहिनीले ओ माई गड उता पनि छ बहिनीले के अरे घुमाउनु लाने भनेर क्या आज हाम्रो केही पनि थाहा छैन। हामीले एउटा बहिनी भेटाएको छु भने उसले चाहिँ हामीलाई सबैतिर यहाँ घुमाउनु लाँदैछ क्या। हामी अस्तिदेखिको घरमा बस्दा अनि त्यहाँदेखि बल्ल अहिले बिहान दिउँसो त कस्तो घाम हुन्छ नि त, अनि घाम पनि झुल्क्यो। हेलो, अनि घाम पनि झुल्क्यो। अनि अब चाहिँ हामी जाँदैछौँ घुम्नुको लागि, यहाँ सबैजना टोली भएर जाँदैछौँ। हाम्रो एकजना भाइ पनि छ, भाइ उसलाई चाहिँ मैले आऊ 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 भनेर 100 चोटि आऊ भनेर मात्र बल्ल मानेको छ। के गरेको थियो भाइ भाइ तिमीहरू कहिले जाने हो? नमस्ते, कहिले जाने? पर्सि हामी त भोलि जान आँटेको। ऊ गाडी आउँदैछ अनि उही भाइ हो, ऊ भाइ पनि धरानमै बस्छ होइन। ए इटरी पो हो, ए इटरीमा बस्ने रहेछ। म चाहिँ धरानमा जस्तो लागेर ए तिमीहरू अस्ति इटरी भाइ चढेको हो। ए यो भाइहरू इटरीबाट रहेछ। अनि अब यो भाइलाई पनि लगेर हामी जानु आँटेको सबैजना। अब त्यहाँ के रहेछ हामी के गर्छौँ भनेर बिस्तारै म तपाईँलाई देखाउँछु ल। ए ओ माई गड, आर्मी यही पो हो। मैले म्यापमा चाहिँ हेरिरहेको थिएँ क्या, आर्मी स्कुलमा देखाउँछु ल। हिजो देखेन राम्रो हो, या त सनसेट कस्तो राम्रोसँग देखिन्छ। हाम्रोतिर चाहिँ घर भएर होला राम्रै देखिँदैन सनसेट पनि कस्तो क्या। त घरमा त देखिन्छ सनसेट हेर्नुको लागि त उता पुलै पुग्नुपर्छ, 16 को पुलै पुग्नुपर्छ। त्यो चाहिँ आर्मी पब्लिक स्कुल है, यो एपिएस भन्छ। ए कस्तो राम्रो क्या। हामी पहिले यस्तै एपिएस स्कुलै पढेको, पहिले देहरादुन राईवालामा हुँदाखेरि। कस्तो ठुलो पो छ त यो स्कुल त। कस्तो राम्रो देखेको हेर्नु। ओ माई गड साथीहरू कस्तो राम्रो देखेको हो यहाँबाट। म त कस्तो दामी नि होइन भन्नु त पड्काइ पो दिन्छु अरे क्या फेरि। एज यो हो आर्मी पब्लिक स्कुल। के भन्छ यसलाई, हाम्रो चाहिँ पहिले आर्मी पब्लिक स्कुल नैवाला थियो। यो चाहिँ आर्मी पब्लिक स्कुल गुरदासपुर होला सायद, मेबी। टिप्री रहेछ, एपिएस टिप्री। थ्याङ्क यू भेरी मच, वेलकम। चलेको हेर्नु न फेरि, यो चाहिँ फेरि एकछिन नचलिबस्नु सक्ने यत्रो छ कि फेरि। के अरे उही सबभन्दा दाइ जस्तो देखिरहेछ। म हाम्रो मामाभन्दा पनि ठुलो देख्छ हो यो त। यहाँ पछाडिको बहिनीहरू आफ्नो भाषामा यहाँ जिस्काउँदैछ नि त। प्रेम रिप्लाई ह्यान्डसम भन्दा चाहिँ अघि पुरा ह्यान्डसम भन्दा जिस्काएको छ है। हो आर्स लाग्यो सक्स लगाएर हो कि क्या हो? पछाडि होइन हौ, हाई गर्दैछ पछाडि। होइन मैले यस्तो देखाएको नि त, उनीहरूले भनेको थाहा गरेर क्या मैले पछि आउँदैछ। ए उसलाई हो यहाँ चाहिँ यतातिर नै हेलमेट लाउँदै रहेछ। के हो सँगै कि तिमीलाई देखेर जिस्काएको? अनि सङ्कल्पलाई नै होला भाइ किन चुप लागि बसेको तिमी चाहिँ? हाँस भाइलाई देखेर हो इन्ट्रोभर्ट हो होला होला यहाँ गयो है उनीहरू चाहिँ यहाँ छ ए
ए धन्न न त तिमीले बाटो फेर्यौ अरे भन्दा हेर्नु सक्नुहुन्छ यहाँ स्कुल छेउमा हाम्रो पहिलेको स्कुल छेउमा पनि पुरा के अरे उ थियो यहाँ पनि त्यस्तै छ पार्क रहेछ यहाँ पुरा कस्तो राम्रो हेर्नु न यहाँ सनसेटको छेउमा म त पछि मेरो बुढाले लिएर म त यहीँ बस्नु पर्यो हेर्नु न कस्तो राम्रो कि हाम्रोतिर त के को पार्क न सार्क 10 के अरे पुरै धरान घुम्यो भने पनि एउटा पिङ भेटिन्छ त्यो पनि भाँचिरहेको भेट्यो किन भन्छ साथीहरू त्यस्तो त हुन्छ नि यतातिर त यहाँ पनि बाटो हेर्दै हिँड्दैछु म कुरेको यहाँ त जति हिँड्न त्यति हेर्ने कुराहरू मात्र पाउँछ है अब गाडी आउँदैछ चिल्लो गाडी या त बाइक भन्नु धेरै त गाडीहरू कुद्छ नि त कारहरू पुरा यहाँ एन्ट्रीहरू चाहिँ लग्यो उताबाटै गयो त साइकलहरू एकदमै धेरै छ यहाँदेखि पस्ने बाटो रहेछ बाई बाई गर्दैछ Premdeep, you are so beautiful. Oh my god. Premdeep भनेर दिसाको त लादी मलाई पो रहेछ आफै मको पर्यो ला सङ्गलबाको पो दिल टुट्यो त यहाँ त उल्लाई भनेर के भन्नु उनीहरूले दिदी you are so beautiful पालै के भयो होइन हौ उर्सान नानालाई चाहिँ होला भाइरल भइसक्यो जस्तो यहाँ खिच्नु न फोटो गाइस हामी चाहिँ आइसकेको छौँ सुटिङ रेन्जमा यो चाहिँ मेरो पहिलेदेखिको ड्रिम थियो होइन सुटिङ मैले त गीत पनि सोचिसकेको थिएँ क्या सुटिङ गर्दाखेरि पछि के अरे कुन गीतमा हाल्नु म चाहिँ विदेश जाँदाखेरि गर्छु भनेको कि अब इन्डियामै गरे पनि मेरो ओके छ त किनभने धरानमा त छैन कि त काठमाडौँ जानुपर्छ रोक्टो पनि हुन्छ कि हुँदैन मैले कति गरेको थिएँ क्या हेरेको थिएँ क्या एउटा गोलीको खै कति लिन्छ त्यस्तो देखेको थिएँ तर अब धन्न यहीँ सिक्दैमा अब गरिने हो त नि यहाँ एकजना केटाले मलाई देखाइरहेको थियो उतातिर हेर मैले गरेको भनेर उसले बिचमा हालेको रहेछ नि देखाएको थियो पुरा प्राउड भएर अब हामी पनि जाने यहाँ केटाकेटीहरू पनि जाँदो रहेछ हामी त बिरेको होला भनेर भाइ आएर कस्तो लागिरहेछ अब तिमी पनि हान्ने हो कहाँ बिचमै हाल्ने हो कि कहाँ हान्ने साइडमै हालिदिन्छौ कसले छ भने बिचमा हान्छु यहाँ कम्पिटिसन हुन्छ अब त्यसले त झन् आफ्नै टाउकोमा हालिदिने होला सङ्गलपाले त झन् उल्टो पक्रेर उसकै टाउको ओ माई गड आवाज आउनु थालिसक्यो Oh my god, this is what I want right now. Oh my god, ये तो मेरा ड्रीम हो। भाई ये भाई ने तो खतरा आने दो बीच में अम्मा एक बार दिखाओ भाई मुझे भी दिखाओ Oh my god, look at this भाई बीच में आने दो तो wow nice ऐसे लेखनु ना आया फेरी या लेखनु ना आया ओए सरी के आफेको तिमी चाहिँ उले आउँदैन अर्काको माथि हाँस्छ न भाइ यो चाहिँ नाम लेख्नु पर्ने ओइ मा ट्राई हो यो हैन हानेकै छैन खै देखाउ त म नि हेर्छु संकल्पले दिन्छ जस्तो छ है संकल्पको त अड्किन्छ न हो जवाको एउटा गुडी जाँदैछ प्रेमदीपले पनि दिन्छ जस्तो छ संकल्पले हाल्नु फर्स्ट र संकल्पको लु देखाउ त हाउ मच डिड यु वाउ नाइस अब लाजिमाको टर्न इसके बीच में थोड़ा सा तो वो सीधे आने लाजिमाको बीचमा अब लाजिमाको गरे मैले हानेको भन्थे नाइस नाइस देखाउ लाजिममा ओइ सो वाउ ओइ देखो नकराउ न धेरै
बाउको नाम राख्यो नि त्यो मलाई आउँदो लाग्छ कि क्या अरे लादिमा अलिकति प्रेमदीप खोइ देखाउनु वाउ नाइस नाइस यो दुईजनाको ओके वाउ प्रेम let me see oh no दुई जो एक के हैन हामी डाइरेक्ट गली हाल्ने हानहरु भित्र उही त सिकाइरहेछ है मलाई थाहा थिएन ओइ सेनाले हाल्नु न हाम्रो इटरीको भाइले पनि अब देखाउँछ धरानेहरूलाई जित्छ कि इटरीले जित्छ हेरौँ भाइ निउरा न अलिक नलजाइल निउरा न हौ भाइ लेट्स गो सगलपट्टि हेर्नु न अर्काको पालो नसकिने पठेको कति भयो लु हेरौँ ल वाउ कालो कालोमै गाइस हाम्रो चाहिँ सकेर अब यहाँ हामी आउँदैछौँ ए यहाँ बहिनीले बनाउँदै ल नाटक सुरु भयो है यहाँ फेरि ओ के हो यत्रो फुल छ एउटा न एउटा 4-5 वटा झरेर माग्छ हामी 0.5 मा हामी चाहिँ ढिलो भएर जगिङ गर्दै जाँदैछु हामी भ्यू पोइन्ट जान लागेको ढिलो भयो खोइ बहिनी कुद हाम्रो अगाडि अर्को ग्रुप उहाँ हेर्न सक्नुहुन्छ ए मेरो हात आएछ मलाई भ्लगर नहुने रहेछ यार हामी चाहिँ कुद्दैछौँ होइन हामी कहाँ जाँदैछौँ हाम्रो आफ्नो डेस्टिनेसन छ थाहा छैन भ्यू पोइन्ट हेरे कताको भ्यू पोइन्ट कुन भ्यू पोइन्ट रनिङ जान थाकिसकेको छ कि खोइ त्यो त भर्खर हामीले सुटिङ पनि हानेर आएको होइन कहाँ गयो मेरो छैन रहेछ न देखाइदिन्थेँ ल बाई राइट कम्तीमा पनि 10 मिनटमा हामी जाँदैछौँ भ्यू पोइन्ट किनभने हामी छिटो कुद्दैछौँ क्या गएछौँ कि उहाँहरू मामा र बहिनी चाहिँ कुद्नु भनेको साह्रै कुदी पठाएर अगाडि नै कुद्नु भएछ अनि हामीलाई पर्खिनु भएर उहाँहरूले अन्त फेरि हामी सँगै भएर फेरि जाँदैछौँ नानाहरू चाहिँ पछाडि नै हुनुहुन्छ क्या उहाँहरूले चाहिँ कुद्नु भनेर कुद्नु भएन बहिनीहरूलाई चाहिँ कुद्नु भनेको साह्रै कुद्नु तर्क भन्नुहुँदै थियो कि यो सँगै सँगै कुद्नु सक्दैन नि त शङ्करलाई हराउनु ओ त टोइलेट खोज्दै गयो कि क्या भ्यू पोइन्टमा चाहिँ के छ गोली भयो जुडा बनाउनु आउँछ जोडा हजुर के भन्छ चोटी माछाकरी होइन बाटा न बाटा कस्तो जोडा भनेको चाहिँ कस्तो बाट्नु हौ बाट्नु यस्तो गोलो पछि ए पोका पार्नु बन पोका के गर्नु हिँड्दिन बुझ्नु गाह्रो छ खोयो मेरो भाइ त हक्नु थाल्यो कि क्या हो टोइलेट भनेर म मात्र रातमा एक्लै उठ्नु कुरा फेरि कसले मलाई पौड्यो भने त रुख रहेछ के हो हगेर आउँछौ के भयो के नहाल्नु भनेको यसले दुईजना हिँडेको बनाइदिउँ भनेको कस्तो यस्तो त के यस्तो त यसलाई त जाऊ बरु क्यामेरामा आउनै मान्दैन हौ यसको पछाडिको खिच्नु पनि नहुने अरे जाऊ गएर टोइलेटमै बसिराख अब पक यही यस्तै बेहोरा देखाएर उसको बाबाले के अरे कतै पनि पठाउन मान्नुहुन्न क्या मैले भिडियो पठाइहाल्छु नि मसँग झर्क्यो भने
बिहान बिहानै जिस्का हेरेँ मैले फेरि हामी त बिहानको 4 बजे हिँड्दैछु मान्छे को हो छक्क परेको होला के बोल्दैछ भनेर क्या अझै कराउँदै पनि म्यापदेखि कम्पिटिसन चल्दैछ यहाँ चाहिँ लु जोइन हो न एकछिन वेट यहाँदेखि होइन कहाँ गएको हो र यो त हाम्रो युनिट हो यहाँदेखि होइन यतादेखि जाउँ यहाँदेखि सर्टकट हजुर स्ट्रेट गएर यो म्याप पढ्नेहरूलाई पढेर उल्टो बाटो ए वेट ए उता जाने रहेछ उता जाउँ टाइम लाग्छ के अरे मामा यो बाजे आक्रा यो चाहिँ काँक्राको बाजे आँक्रा अरे गफ सुन्नु है फेरि यहाँ चाहिँ यहाँबाट स्ट्रेट गएर राइट अनि सेकेन्ड राइट यताबाट जानु दादा यहाँदेखि यस्तो यहाँदेखि यस्तो स्ट्रेट गएर यता गयो भने त त्यो कम्प्लेक्स जाने बाटो हुन्छ कम्प्लेक्स जम त यहीँदेखि म सोचेँ कम्प्लेक्स पुग्नुपर्छ कम्प्लेक्स स्ट्रेट जान्छ ला कसले अरे भाइले एउटा पिछेले मलाई अङ्कल भन्नु ला अङ्कल भइसक्नु भएछ तर हुनु त हामी नै आन्टी भइसकेको छौँ ठिक हो त स्विट 16 भन्नु पाइहाल्छ त तर अब जन्मे घरि सबैले अब अङ्कल र आन्टी र भन्छ नि पछि स्विट 16 जस्तो देख्दैन मलाई 16 इयर्सको कति जस्तो कति वर्ष जस्तो देख्छ कति वर्ष जस्तो देख्छ तिमी भन न ला नजिकै भन न दादा म जिस्केको होइन अनि 16 वर्ष यो त मेरो लागि त ओभर लङ रुट भयो यार 20 सालको देख्छु न बुझ्नु ओइ यो तिमीहरूले जुन लग्यौ नि मलाई होइन यहाँ कुरा सुनिदिनु होला मामाको लगेको छैन न तिमीहरूले लगेको मलाई रुट ओभर लामो भयो है यहीँबाट यता आउनु पर्थ्यो यत्रो घुमायो फेरि अघि पनि बहिनीले लगायो फेरि पछाडि आयो होइन अनुभूतिको चाहिँ हो क्या न क्या चाहते हो भनेर बहिनीले 2009 मार्च 9 डिप्लोमा होला है हजुर भन्छ त यहाँ ढाट्नु खोज्दैछ यहाँ चाहिँ 11 को 2009 को यहाँ चाहिँ कुरा बनाउँदैछ यहाँ चाहिँ कुरा बिगार्दैछ तिमी कति वर्ष 16 हैन अनि 16 मा अनि ऊ 16 वर्षमा हेर 12 कक्षा पढ्दैछ अनि त 14 वर्ष पुगिनस् भर्खर अनि 16 मा 2 घटाउँदाखेरि 14 हुँदैन गुगलले त पागलै बनाउँदै रहेछ अन्त जसले चाहिँ उल्टे क्लास पनि अघि यहाँ बाजे चाहिँ सुरु हामी बाजे भने यहाँ अब लु अब परिस नमार लु अफिस जान के हो लु बाँच्न दुईजना पनि कहाँबाट हो युकेजी नपढिकन 1 पढेको के हेरेको हिजोको बागाबाट ओइ हानमा तयार छु भन्न हामी आइसक्यौँ कम्प्लेक्समा यहाँ चाहिँ यस्तो हुन्छ ल साथीहरू क्लास जम गर्दा चाहिँ प्लेग्राउन्ड पढ्यो भन्छ अब के भन्नु कति गरेको त्यसले क्लास मलाई भन्नु दादा लस्सी हामी त अस्ति त सरदारकोमा गएको थियौँ
हाम्रो भाइ त्यहाँ बसिराख्नु भएको रहेछ पैसा दिन्छ यहाँ सङ्कल्पले भैया गरे गरेको त त्यही ठाउँमा आइरहेको अस्ति कुल्फी कस्तो थियो अस्ति कसले कुल्फी आएको कुनवाला खाने हो र म धनी छु के चाहियो हजुरलाई एउटा घर चाहियो कौन वाला कुल्फी गोल्डन टेम्पल किन नगएको के थाहा भएन हो ल हामी त घुम्यौँ होइन घुरे हुनु परेन अलिक सानो जोसले जोस अलिक जोस होइन बाहिरमा बुली लाग्यो खा हामी सबैजना जिस्केको मात्र हो क्या ला हो अरे अबे होइन त्यो तिमीलाई अलिक एनर्जेटिक बनाउनुको लागि हो क्या मामालाई जिस्काउन यो चाहिँ बर्गर हाउस वी आर हियर नमस्ते यसले डोमिनोज चाहिँ कहाँ भनेको डोमिनोज यसको छेउमा यहाँ चाहिँ यस्तो रहेछ क्याफे गरेको सानो अलिक गाह्रो परिरहेछ यहाँ केही पनि गाइस हाम्रो पिज्जा आइसकेको छ उतातिर अर्कोबाट पनि छ म तपाईँहरूलाई उचालेर वाउ दिस इज सो नाइस यो पिज्जाको ससहरू पनि छ यहाँ चाहिँ स्प्रिङ्कल्सहरू ओके हाम्रो साइडमा नआउने हाम्रो उताको साइडलाई नाइस यहाँको अब पिज्जा टेस्ट गरेर टुक्रिँदैन त हो भाइ लेमी टेस्ट राइस पुरा चिजी रहेछ एउटा टिप्नु त छ यो चाहिँ दामी रहेछ हौ कस्तो लाग्यो दामी आइएम त दामी लाग्यो अरे मैले मेरो इङ्ग्लिस हमारा बर्गर भी आ गया चिकन पिज्जा गाइस चाहिँ मेरो अहिले बर्गर खान पाएको छु गरौँ ल खाए ल टेस्ट आउँदैछ ए उसले खायो लादिपमा कस्तो लाग्यो कस्तो लाग्यो भाइ एकदम दामी सबभन्दा के मन पर्यो बर्गर खाइसकिसक्यो होइन बिस्तारै खाउँछु बहिनी हाम्रोमा त फेरि टिकटकर ब्लगर युट्युबर सबै छ नि फेरि उसको मुख खोल्नु पेज कसले हल्का यसो बनाइदिनु पर्ला जस्तो छ यसलाई चाहिँ नपुगेर होइन कोही नै खाएगा बस तिमी खाओगे पेट भरेर
अल्छी लाग्यो एकदम छ यो यो त त्यस्तो गर्ने भाइ खाऊ न चाह टेस्ट यो त ओ माय गॉड भयो यो कहिले थियो मासु खाएको थियो अघिको त नमिक्स त्यही मलाई लाग्दैछ जस्तै भयो हुन्छ नि राख्छु नि स्याम्पलको लागि त्यसै त पुराउनु त पक्राउ ल राख्छु पक्राउ ल नालाले चाहिँ पार्नु भएको सेक्री भाइले त्यहाँ सल्लाह गर्दैछ नि भैयासँग सेक्री सल्लाह गर्दैछ अलिकति बढाइ चढाइ दिनु भनेर अलिक कम्ती भयो भाइलाई त्यही भएर त्यो सेक्री सल्लाह गरेर आइरहेछ हामीलाई फेरि के लिएर आयो बिस्किटै छ लाग्दिमै अब नाना खानु हुँदैछ उता बाकी हो कसको हो यो ट्रे हो कि केक हो यो केक हो यो चाहिँ Real. Oh no. ला थुक्क 10 सेकेन्ड हुन्छ त्यति ला ठुक्क सुरुमा चाहिँ के अरे सुरुमा तर्सिन हैन यसो अघि गर्नु कुरा काटेको जस्तो सेरिमनी आइसकेको छौँ हामी पेट भरेर अनि यहाँ सबैजना यहाँ उपस्थित हुनुहुन्छ र यहाँ चाहिँ बुद्धको फोटो एकछिन नै म क्यामेरा टर्काउँछु अनि यहाँ भाइ र हजुर मूर्ति हुनुहुँदो रहेछ ढोक होइन उस मासु खाएर आएको छु होइन अनि यहाँ हेरिराख्नु भएको छ बहिनीले चाहिँ ल यहाँ के रहेछ यहाँ फोटो खिच्ने ठाउँहरू पनि छ ओ माई गड यहाँ त हाम्रो खुकुरी रहेछ पक्रिरहेको खुकुरी पक्रिदिउँ ए माथि चढ्यो फेरि एकजना चकचके फाउन्टेन म मध्यरातमा एक्लै उनको कुरा बेग्लै के भो माया के भो आई लभ टिएमएस यो त ऊ हो उड्नेवाला ब्याट ब्याट उड्दै गरेको होइन रहेछ आई लाइक केएमसी दुईजना चाहिँ अघिदेखि अगाडि टिएमसी भन्दैछ अझै पनि हो फेरि टिएमएस त्यसकै वरिपरि घुमेर टिएमसी आई लभ मक्पाम नमस्ते ढोक दिए तिम्रो हेराइले मेरो धड्कन रोकिदिए तिम्रो धड्कन त तिम्रो पो त गर त तिम्रो यसो धड्कन रोकिदिए बहिनीलाई पनि बर्गर खसमा खायो अनि लाग्छ मेरोमा आएर बात मैले खास गरी नानालाई नाना त्यही भएर खाने हो अगाडि मैले भनेको भएन हो त्यही त तिमीलाई दिएँ त फेरि अरूलाई सोध्ने हो त
डुम डुम यस्तो कति पछि चाहिँ भिडियो बनाउने एउटा आगे चाहिँ पनि बनाउँछु यहाँ ट्याङ्क दिस इज ट्याङ्क अब उधर हाम्रो छोटो गाइड ला अब त टोइलेट गर्नु पनि नपाउनु रहेछ जोडी भइहाल्ने रहेछ त्यो चोरले यार मलाई झन् गाइड पनि गरेन कस्तो होला कहिले एउटा त बाहिर हानिस् लेट्स गो आज त 9 बज्यो र पनि केही छैन हामी हिँड्नु छोड्दिन होइन भाइ कि निद्रा लागिसक्यो छैन होइन अब हामी डुल्ने हो नि होइन आजै मात्र हो हाम्रो त भोलिदेखि त हामी हुँदैनौँ के हो यिनीहरू त स्टप भयो त सबै बरु घरै जाउँ गाइस प्लानमा खालको चेन्ज भएको कारणले अब हामी बाटो फेर्दैछौँ के गर्नु उतातिर जाम भने भएन र अब यतातिर गयो भाइ एक्लै भाइ आऊ मसँग हिँड क्यान्टिन हो एउटै हो सेफ्टी देखेर नि अमृतसर पनि नछोडेर यहाँ के अरे यो के भन्छ गुरदासपुरमा पनि बेच्नु हुँदैछ सबैजना किन्नु आएको जस्तो गर्नु न ला अनि हेर्दा त खान्छ जस्तो देख्दैन त देख्दैन श्रीयल बहिनीको पनि खाएको थियो पहिले कैमरा ऑफ करो भाई कैमरा ऑफ करो कन्सर्ट हान्नु भनेको क्या एकछिन कन्सर्ट हान्नु ल नाना कन्सर्ट तिमी हान्ने हो कन्सर्ट लु यहाँ उभा न यहाँ उभा आँखामै ल 1 2 3 गो सक्यो मेरो डान्सर्सहरू यहाँनिर मेकअप आर्टिस्ट यहाँ हुनुहुन्छ हाम्रो क्यामराम्यान लाइटिङ म्यान हुनुहुन्छ हाम्रो यहाँनिर एक मात्र ह्यान्सी भाइ क्यामराम्यान एक रक के अरे भाइ नाम भन्दै कुसाको भाइ हाम्रो अनि क्यामराम्यान यहाँ हुनुहुन्छ हाम्रो एक मात्र बहिनी हाम्रो डान्सर्स डान्स टिचर हुनुहुन्छ ल क्यामेरा 1 लाइट 1 2 3 2 गो 1 कट गुड अलिकता hey मैले बिग्रेको मिलाउँदै थिएँ ल हे लाउरी पोजिसन Good day.
सुरुमा हेर्छु नि त अनि थाहा हुन्छ यो भाइले हेर्छु अन्त तपाईँले गरेपछि हेर्छु 1 2 3 गो बादल वर्षा बिजुली सावनको पानी चिसो मौसम छ तातो जवानी लु भयो लु दामी नाइस लु अब नाचौँ लु अब गीत चाहिँ यहाँ बस्दैछ तर डान्स चाहिँ यहाँ हुँदैछ हेर्नु अब के गर्नु उतातिर त जानु सकिँदैन खानु नदिए पनि यतिको नाच्नु चाहिँ पर्छ यहाँ हामी नाचेको नाचेछु मगीदेखिको त्यहाँ गीतमा नाच्छ केटा हो केटी हो नाच्छ ओ भाँगडा पनि हानिदिनु भयो बिचारा कस्तो सत्तै उठे गरी भागो भयो ला रोयो रोयो गुट्ला भनेर भाइ पनि पछाडिको